मेरो बारेमा चाहिँ कसले धेरै थाहा पाउनु भएको रहेछ हेर्नु है त गाइज। नमस्ते एन्ड जय एभ्रिवान, दिस इज रश्मि एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज चाहिँ हुनुहुन्छ मेरो भाउजू, नमस्ते। अनि यता हुनुहुन्छ मेरो बदैनी, नमस्ते। आज चाहिँ हामी खेल्न जाँदैछौँ हु नोज मी बेटर भन्ने गेम। यसमा चाहिँ मैले क्वेसनहरू सोध्छु उहाँहरूलाई, अनि कसले चाहिँ धेरै एन्सर दिनुहुन्छ, राइट एन्सर दिनुहुन्छ उहाँले जित्नुहुनेछ भने जसले चाहिँ कम राइट एन्सर दिनुहुन्छ उहाँलाई छ पनिसमेन्ट। सो हेर्नुहोस् तपाईँहरू, पनिसमेन्ट चाहिँ सबैको लागि सरप्राइज छ। मैले उहाँहरूलाई पनि भने होइन, तपाईँहरूको लागि पनि सरप्राइज अनि उहाँहरूको लागि पनि सरप्राइज भयो है त। अनि यहाँ चाहिँ छ म्यामहरूको हातमा कपी जहाँ चाहिँ एन्सर लेख्नुहुनेछ। अनि क्वेसन चाहिँ 15वटा जुन चाहिँ मेरो भाउजूको फोनमा मैले खिचेर राखेको छु। अनि अब म उहाँहरूलाई क्वेसन सोध्छु अनि उहाँहरूले चाहिँ एन्सर दिनुहुन्छ है त। ल अब सुरु गरौँ, तयार हुनुहुन्छ तपाईँहरू? यस। मेरो डेट अफ बर्थ कहिले हो, कसै इङ्ग्लिसमा चाहिँ डेटमा जस्तो मतलब इयर चाहिँ भन्न परेन। विक्रम सम्मत की एडी। अरे कहना क्या चाहते हो? होइन के? एडी, तर त्यो उसमा भनेर मन्थ र डेट भन्नु पर्यो। मैले तपाईँको पासवर्ड राखिदिइराख्छु नि त, त्यही भएर आई नो बेटर। अरे बाप रे, ये तो धोती खोल रहा है। हमें कुछ पता नहीं। यति साल भन्न परेन, कति गते र कुन महिना भन्नु पर्यो इङ्ग्लिस डेटमा। माई एन्सर इज रेडी। नेपाली भएको भए त थाहा हुन्थ्यो, तर इङ्ग्लिसमा मैले फेरि त्यही भएर भनेको। थाहा छैन भने थाहा छैन, लेखिदेऊ त्यहाँ। मेरो देखाऊ एन्सर। अहिले एकछिन डुब्नु त ल देखाउनुहोस्। अप्रिल 10। खै देखाउनु त। अप्रिल 10। एन्सर। 1 पोइन्ट चाहिँ भाउजूले पाइसक्नु भएको छ। यस। अब हामी जाउँ दोस्रो क्वेसनतिर। कस्तो लागिरहेको तपाईँलाई सुरुको एन्सर नथाहा पाएर? बेकार लागिरहेछ। ल अब सेकेन्ड क्वेसन चाहिँ छ मेरो फेभरेट कलर कुन हो? दुईवटा छ है गाइज। दुईटा? रफ्तारमा लेखिरहेको छु त के लेखिरहेको छु गाइजले गेस गर्नु न, थाहा नभए पनि। एउटा मात्रै मिल्दा हुन्छ किन? अब हेरौँ के हुन्छ। दुईटै मिल्नुपर्छ। ओके, भयो? ल देखाउनुहोस् त स्क्रिनमा। ब्लू अनि पिङ्क। ब्लू एन्ड ब्ल्याक लेखेको थियो। पिङ्क एक एकवटा मिल्यो तपाईँको दुईजनाले नि। एक एकवटा कलर मिल्यो। एक एक नम्बर दिउँ ल। ल उहाँको 2 पोइन्ट अनि मेरो भदैनीको चाहिँ 1 है त। यस। अब क्वेसन जाम अर्कोमा। मेरो क्रसको हो। क्रस? यस। तपाईँको साथीहरू त को को थाहा छैन अनि क्रस भन्नु। साथी नै त्यति धेरै हुनु न, त्यही भएर थाहा नगर्दैछु। तपाईँको क्रस कुन ठाउँ? को हो मतलब को यस्तो भने को हो भन्दिनँ, छ कि छैन भन्नुहोस्। एस अर नो। ए तपाईँको क्रस छ कि छैन भनेको हो त्यति भनिदिनुहोस्। अब तपाईँले नाम चाहिँ थाहा पाउनु होला। भयो छोडे ल देखाउनु त। नो नो क्रस। नो वान नो। यस। आमा नो क्रस। ल 1 पोइन्ट ल्याइसक्नु भएको छ। 2-2 इक्वल भइसक्यो। सेट। अब अर्को क्वेसन छ तपाईँहरूलाई। को चाहिँ मेरो फेभरेट एक्टर को हो? म तपाईँलाई एउटा हिन्ट दिएँ होइन, त्यो चाहिँ नेपाल बाहिरको। इन्डियन? इन्डियाको। केटी कि केटा? अरे कहना क्या चाहते हो? एक्टर। एक्टर भनेपछि के? मुभी खेल्नु भयो? यस मुभी। मतलब बलिउड त्यस्तो वाला चाहिँ होइन, मतलब साउथ इन्डियन त होला त्यसको। म खासै भएन। काले काले छ। कस्तो चक्लेट स्किन छ। लास्ट सुन्नु, नेसनल क्रसको सँग मुभी खेलेको के जस हुन्छ नि, इन्डियाको नेसनल क्रस भन्छन् त्यो त्योसँग मुभी खेलेको थियो केटीले चाहिँ।
सर भएछ नि थाहा छैन गाइज देखाऊ त विजय देवरकोन्डा ओ सही भयो अल्लु साउथकै है त्यो त्यसको पनि साउथकै हो है मलाई खासै त्यस्तो चाहिँ भएन क्या अनि मैले चाहिँ कति सालमा एसई पास गरेको थिएँ बिएसमा है 80 मा होइन कति साल भनेपछि कोरोनाको साल हो नेपालीमा कति दियो त्यो इङ्ग्लिस भइदियो तपाईँहरू थाहा पाइहाल्नु त्यसलाई नेपालीमा चाहिँ कति सालमा भन्नु न कति वर्षमा दिनु म 15 वर्षमा यसले त फेरि 2076 75 होइन र 76 सेम आन्सर आन्टी हामी दुई बराबरमै छौँ है दुई बराबरमा हुनुहुन्छ है उहाँहरू चाहिँ मेरो कतिवटा एक्सन नो नो एन्सर नो ये फंस गया सीएम नो जिरो रे मैले यो पोज गर्न खोजेँ खासमा एक्स चाहिँ छैन मैले क्रस चाहिँ छ कि भनेर अलिकति मात्रै त्यही पनि 0.5% मात्रै डाउट गरेको थिएँ तर एक्स पनि छैन बोयफ्रेन्ड पनि छैन हेर्नु लास्टै हुनुहुन्छ कि सिङ्गल हुनुहुन्छ कि मेरो नानी त सिङ्गलै के त बोयफ्रेन्ड हुन पनि सक्छ है फेरि हजुर अनुहार छ जस्तो लाग्दैन अनुहार हेरेर हुन्छ नि गाइज हेर्नु त्यो लास्टै हेपाइ भयो र कोही होइन म त राम्री त एकदम तपाईँ त मेरो लागि त विशेष सुन्दरी नै हो तर म तपाईँ नराम्री भएर छैन भन्न खोजेको होइन यतिको तारिफ गरेर तपाईँको नेचर चाहिँ बोयफ्रेन्ड बनाउनु चाहिँ छैन भन्न खोजेको अनि मलाई फर्स्ट टाइम पिरियड चाहिँ कति क्लासमा भएको बेला भएको थियो गेस गर्नु तपाईँहरूले थाहा भएन क्या बेबी भइगयो सरी के न गाइजले तिमीलाई थाहा छ थाहा थियो थाहाले छ कति तपाईँ कति वर्ष हुँदाखेरि मैले होइन नि कति क्लासमा के क्लासमा कति क्लासमा पढ्दाखेरि चाहिँ मलाई त्यो पिरियड भएको थियो फर्स्ट टाइम गेस गर्नु न तपाईँले थाहा ए जल्दी कीजिए कल सुबह पढ़ने निकलना है भनेर कि हैन देखाउनुहोस् 8 यस मिल्यो 8 लेख्नु मिल्यो मलाई थाहा थियो 8 हो कि भनेर मलाई संकेत लागिरहेको थियो के मलाई थाहा थियो बेबी कति भयो 3 हैन मेरो 3 भयो तपाईको 2 म सिंगल हो कि मिंगल हो सिंगल भने अब आफ्नैले नि भने त यस सिंगल एक पोइन्ट भनेपछि कति तिम्रो 4 हो 3 मेरो फेभरेट एक्ट्रेस को एक्ट्रेस त्यो नेशनल क्रस को नाम के रे थाहा गर्नु नेशनल क्रस भन्नु भएको थियो नि त्यो हिरो नाम के रे सम्झिनु गाइस मलाई चाहिँ त्यो एक्ट्रेसको बारेमा केही थाहा छैन त्यो के मलाई त्यो विजय देवरकोन्डा त्यही हिरोसँग खेलेको हो के नाम के भन्छ ल के नाम रश्मिका मन्दना किन चाहिँ भन्ने लेख्ने छोडेर लेख लागि नि त्यस्तो जसले भनेछ हैन छोडे तिमीले लेख्नु पाउँदैन है त्यो यसो तिमी नलेख्नु भन्न नपाए है लेख्नुलाई तिमीले नाम लेख्दैन थाहा छैन नि तिमीलाई सायद छोडेलाई स्पेलिङ पनि थाहा छैन होला नि गजब बेइज्जती है राइट एन्सर हो रश्मिका मन्दना 4 बराबर फोइकर भइसक्यो मेरो बर्थडेमा चाहिँ फर्स्ट टाइम चाहिँ कसले केकले त्यो सरप्राइज दिनुभएको थियो मलाई मेरो लाइफको फर्स्ट केक हो मेरो बर्थडेमा दिनुभएको सरप्राइज जुन चाहिँ होइन ल भयो दिदीले दिनुभएको थियो मेरो एकमात्र दिदी सर्मिना बुढा मगर अफकोर्स उहाँहरूले दुवैजनाले मिलाइसक्नु भएको छ 5 बराबर 5 भइसक्यो अनि अर्को क्वेसन रहेको छ मलाई पिरियड कति दिनसम्म हुन्छ हिजो अस्ति होला कुरा भन्दै तपाईँ त देखाउनुहोस्
4 दिनसम्म 4 देखि 6 दिन रे मलाई 5-6 दिन भन्नुभएको जस्तो लाग्यो हैन दुईटै गराउनु पर्छ ल क्वेसन थोरै चाहिँ गाइज अब कति 4 मात्रै छ क्वेसन मसँग भएको मोस्ट एक्सपेन्सिभ 5वटा सामानको लेख्नुहोस् तर त्यो वाला सिरियल वाइज हुनु पर्यो है फर्स्टमा कुन महँगो अनि सेकेन्डमा थर्डमा फोर्थ अनि फिफ्थमा 1 2 3 4 5 गरेर त्यसमा गोल्ड पर्छ कि पर्दैन मसँग भएको चाहिँ क्या जे भए पनि मसँग जे छ त्यही लेख म्याम फटाफट लगाएर फेरि सिरियल वाइज हुनुपर्छ नि हेर्नुहोस् तिनवटा मात्र टाइम्स अफ फर्स्टमा चाहिँ म भन्न चाहन्छु मेरो गोल्डको चेन यो चाहिँ यस मिडियम सबसे एक्सपेन्सिभ अनि सेकेन्डमा चाहिँ यो रिङ यस मिडियम अनि त्यसरी थर्डमा चाहिँ छ मेरो ल्यापटप मिडियम अनि फोर्थमा छ मेरो आइफोन जुनबाट मैले भिडियो बनाइरहेको छु अनि फिफ्थमा छ मेरो घडी घडी केल्मी ज्याकेट हैन केल्मी ज्याकेट हो मैले केल्मी ज्याकेट सम्झेकै थिएँ त तर गाइस मिल्यो है गाइस मेरो तिनटै मिल्यो गाइस मेरो सिरियल वाइज नै मिल्यो अँ कहाँ तिम्रो सुरुमा तिमीले चिने होइन जे मैले नलेखेको मध्येबाट चाहिँ त्यो मिल्यो सिरियल वाइज यसमा चाहिँ भाउजूको धेरै मिलेको भएर भाउजूको 1 पोइन्ट है भाउजूको 6 अनि नानीको 5 तपाईँले ठिक भन्नुभयो मै गलत रहेछु गाइस हेर्नु त फिफ्थवाला मैले त यादै पाइरहेको थिएन कि त्यही बेला भनेर मेरो फेभरेट फुड के हो यहाँ भन्न पर्दाखेरि चाहिँ मेरो त्यस्तो स्पेसिफिक यही नै फेभरेट फुड भन्ने चाहिँ छैन तर त्यो हुन्छ नि मलाई सबै राम्रो लाग्छ त्यही नै भन्नुहोस् तपाईँहरू मैले मनपर्ने मध्येको एउटा भन्नुहोस् तपाईँले मिलाउन सक्नुहुन्छ भइसक्यो देखाउनुहोस् मोमो यस यस ल दुईजनाले मिलाउनु भयो त अब मोमो भएन ल मोमोभित्र कुन मोमो मनपर्छ ल मलाई भन्नु ल चिकन फ्राई चिकन पनि चिकन नै मनपर्छ तर चिकन तर बफ र उता खानुहुन्न नि त चिकनमा फ्राई मोमो फ्राई यु आर कन्फ्युज त्यस्तो ल ल ल दुईवटै पोइन्ट भयो किनकि तपाईँले करेन्ट पनि लेख्नु भएको नि त मेरो मोमो मात्रै लेखेको छु मैले यहाँ त्यही भएर दुईजनालाई पोइन्ट है कति भयो तर फ्राई मनपर्छ नि यस देखियो कति तपाईँको 7 हो मैले चाहिँ कस्तोवाला बिहे गर्न जो हुन्छ नि मन छ मलाई एरेन्ज म्यारेज गर्न मन छ कि लभ म्यारेज गर्न मन छ टोलेर त रक्तमा दिइरहन है भइसक्यो देखाउनुहोस् लभ प्लस एरेन्ज म्यारेज गर्न मन छ guys हुँदैन मलाई। त्यस्तो हुँदैन लभ कि एरेन्ज भन्ने अनि लभ होइन कि मतलब त्यही त त्यो अप्सन भयो लभ कि एरेन्ज भनेर होइन एरेन्ज पहिला मलाई लभ गर्न मन छ त्यसपछि एरेन्ज सबै फ्यामिलीलाई भन्यो यसलाई के गर्नु के गर्ने ऊ फेरि पछिको उहाँमा पनि आयो फेरि छोडिदिनुलाई यसको रद्द गरौँ यसको केही पनि नगरौँ कसै पनि काम नगरौँ तर मैले तपाईँहरूलाई अर्को एउटा क्वेसन पनि सोध्छु के मलाई चाहिँ कुन कुन ठाउँ घुम्न मन छ भन्नुहोस् गाइस नेपालभित्रकै नि जुन पनि हुनसक्छ कहाँ कहाँ घुम्न मन छ मलाई कहाँ भनेपछि एउटा नभएर धेरै ठाउँ पनि हुनसक्छ भयो देखाउनुहोस् अरू आएन दिमागमा मलाई पुरै नेपाल घुम्न मन छ मलाई त पुरै दुनियाँ भित्र पोखरा पनि गइसकेको छु मलाई नि त्यही ल्याएर चाहिँ खाएन पोखरा छ के अरे कस्तो गाइज नेपाल लेख्नु पर्ने रहेछ वर्ड लेखेर मरौँ अनि तपाईँहरूलाई ह्याड अबको क्वेसन सोध्न चाहन्छु मेरो फेभरेट मुभी कुन होहरूको फेभरेट मुभी एउटा कुरा भन्न चाहे नेपाली होइन हामीले नेपाली सोचेकै छैन। नेपाली तपाईँले म हिन्दी नै सोचिरहेको छु मलाई अस्ति movie- भर्खरै हेर्नु भएको क्या त्यो मुभी
त्यो रश्मिका मन्दानाकै हो त्यो मुभी अस्ति भर्खर हेरेँ होइन मैले ए पुरानै मुभी हो थाहा छैन गाइस मैले थाहा पाएँ थाहा छैन देखाउ त नो नो डियर कम्प्रेड अझै कन्फिडेन्ट विवाह फिल्म सबसे पुरानो विवाह मुभी होइन यति यति रोग गुक गर्दै रोगको मान्छे हो कि उहाँ लास्ट टाइम अहिले रुएँ भन्दैमा चाहिँ फेभरेट कसरी भयो त नभन्नु पुरा त गाइज हेर्नु गोरेकासी मुभी के पहिला त्यसो त्यो गाउँतिर हेर्न पाइँदैन थियो नि त अनि एकजना छिमेकीकोमा टिभी थियो होइन गाइज अनि त्यसपछि त्यहाँ हेर्न गयौँ हामी अनि गोरेकासी मुभी हेरेर यति रोयौँ कि यति रोयौँ पुरै छाड्नु गाइज त्यो अनि एनिवेज मैले जितेँ होइन अनि 7 पोइन्ट होइन अनि 1 पोइन्टले मेरो भदैनी हारिसक्नु भएको छ डेली चाहिँ हार्नुहुन्छ उहाँ चाहिँ हार्नेको वर्ल्ड रेकर्ड छ कि छोडेको नि अनि अब चाहिँ पनिसमेन्ट के हो भनेपछि जसले चाहिँ हार्नु भएको छ त्यहाँले मलाई आज टाउको मसाज गरिदिनुहुन्छ है जिउ दुखेको छ भने होइन जिउको पनि हुन्छ तर अब तपाईँहरूले त्यो जिउको देखाउने कुरा भएन तर टाउको मसाज गरेको चाहिँ हेर्न पाउनुहुन्छ सो तपाईँ रेडी हुनुहुन्छ मतलब लेट्स गाइस ये सीधा आप सीधे तो कह सकते थे ना इतना घुमा तर उहाँले एकदमै हाम्रो टाउको मसाज गरिदिनुहुन्छ भाउजू र मेरो टाउको मसाज हाम्रो मसाज सेन्टर हो कि फ्रीमा मसाज गरिदिनुहुन्छ अनि तपाईँलाई कस्तो लाग्यो च्यालेन्ज गरेर रमाइलो लाग्यो तपाईँको बारेमा नयाँ नयाँ कुरा थाहा पाउनु पाएँ रमाइलो ल अब हामी सिधै जाउँ पनिसमेन्ट पनिसमेन्टतिर है त ल गाइस च्यालेन्ज हारिसकेपछि हाम्रो म्याडमले तेल लगाइदिँदै हुनुहुन्छ मलाई टाउकोमा मसाज गरिदिँदै हुनुहुन्छ अनि यो चाहिँ हो छोरीको तेल तेल टाउकोमा लगाउनुको पनिशमेन्ट पनिसमेन्ट्सहरू आनन्दै बेग्लै छ नि फेरि ओ माई गुडनेस कति रमाइलो र आनन्दले बस्छु म पहिला यसमा के हुन्छ अरे भाउजू स्प्राइट नहीं माउन्ट ड्यू हुन्छ नि मेरो भदैनीले आफ्नो पनिसमेन्ट स्वरूपमा मेरो टाउको मसाज पनि गरिदिइसकेन् अनि हाम्रो बाहिर जानु पर्ने थियो त्यही भएर चाहिँ मैले त्यति धेरै गर्न लागेन नानीलाई त्यही नै आजलाई यति नै धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा अर्को भिडियोमा भेटौँला है त बाई बाई